नमस्कार सबैजनालाई म ममता प्रधान श्रेष्ठ म रजिस्टर्ड नर्स आज म यो नर्स टेक स्किल सेन्टरबाट आज म तपाईहरुलाई यो सीपीआर को केही जानकारी दिन चाहन्छु। सीपीआर भनेको सबैजनालाई थाहा नै होला। अब सीपीआर भनेको एउटा बेसिक लाइफ सपोर्ट हो। अब यो स्किल यो सिप जानेर हामीले कसैको ज्यान जोगाउन सक्छौं। त्यसैले आज हामी यो सिप के रहेछ कस्तो रहेछ भनेर हामी डेमोबाट सिक्न सक्छौं। अब आफू बसेको वरिपरि हैन अब कोही व्यक्ति चाहिँ अब ढल्नु भयो अचेत अवस्थामा आउनु भयो भने के गर्ने त भन्दाखेरि पहिला चाहिँ उहाँलाई चाहिँ कम्फर्टेबल पोजिसनमा राख्ने है। यसरी सिधा बनाएर राख्नु पर्यो। त्यसपछि वरिपरि चाहिँ अलिकति सेफ्टीहरु चाहिँ मेजर गर्नु पर्यो। अलिकति हार्ड ठाउँमा राख्नु पर्यो हैन। अनि त्यसपछि उहाँको रेस्पोन्स छ कि छैन हेर्नु पर्यो है। हामीले बोलाएर एक्सक्युज मी दाइ खै आँखा खोल्नु त हेर्नु पर्यो है। अब छ कि छैन छ भने ठिकै छ छैन भने चाहिँ अनि हामीले चाहिँ के गर्नु पर्यो त एक दुई जना कसैलाई हैन अब 102 मा फोन गर्नु एम्बुलेन्समा फोन गर्नु भनेर भन्न लगाउनु पर्यो र हामीले चाहिँ उहाँको चाहिँ पल्सहरु हेर्नु पर्यो है। ब्रिथ गर्नु भएको छ कि छैन हेर्नु पर्यो। हामीले मेन भनेको क्यारोटिड पल्स हेर्नु पर्छ घाँटीमा। यो मेडिकल टर्ममा चाहिँ क्यारोटिड पल्स भन्छ घाँटीको नसालाई। यो चाहिँ छाम्नु पर्यो। त्यही बेलामा चाहिँ हामीले के गर्नु उहाँको छाती चाहिँ तल माथि गरेर सास फेर्नु भएको छ कि छैन त्यो पनि हेर्नु पर्यो। अनि यही बेलामा चाहिँ हामीले उहाँको त्यो फिल पनि गर्नु पर्यो सास फेर्नु भएको छ कि छैन भनेर। यो 10 सेकेन्डमा चाहिँ हामीले यो सबै एकैचोटी नै गर्नुपर्छ है। अनि त्यसपछि चाहिँ हामीले उहाँलाई चाहिँ सीपीआर दिनु पर्यो। अब उहाँको रेस्पोन्स छैन पल्स पनि एब्सेन्ट छ भनेपछि हामीले सीपीआर दिनु पर्यो। सीपीआर दिनलाई के गर्नु पर्यो थोरै कपडाहरु चाहिँ हटाउनु पर्यो। त्यसपछि यो दुईटा निप्पलको यो ठ्याक्क बिचको यो सेन्टरमा चाहिँ हामीले यो हाम्रो ह्यान्डको यो पामको यो ठ्याक्क यो चौको यो छेउको फिटलाई चाहिँ ठ्याक्क यहाँ प्लेस गर्नु पर्यो। त्यसपछि अर्को हातले चाहिँ इन्टरलक गर्नु पर्यो है। गरेर हामीले 30 चोटी सम्म चाहिँ दबाब दिनु पर्यो है। तीस चोटी पुग्यो। अब मैले अहिले मास्क लगाएको छु त्यही भएर चाहिँ उहाँलाई चाहिँ मैले चाहिँ के गर्छु त भन्दाखेरि हेड टिल्ट गर्ने चिनलाई चाहिँ लिफ्ट गरेर उहाँको नोज पिन्च गरेर चाहिँ 2 चोटी सम्म चाहिँ एयरवे दिन सक्छु है। अनि फेरि हामीले त्यसरी नै फेरि सीपीआर 30 चोटी गरेर 1 मिनेटमा चाहिँ 100 देखि 120 सम्म दिने। कति बेलासम्म दिने त भन्दाखेरि जबसम्म बिरामीको होस आउँदैन जबसम्म बिरामीले आँखाहरु हेर्नुहुन्न हल्का हलचल गर्नुहुन्न तबसम्म दिनु पर्यो। अब जबसम्म चाहिँ अब पेशेन्ट अब बिरामी चाहिँ अब हलचल गर्नु भयो भने चाहिँ ठिकै छ बिस्तारै उहाँलाई उठाएर चाहिँ हस्पिटल लान सक्छौं। अब उहाँको होस केही पनि आएन हलचल भएन भने हामीले हस्पिटल नपुर्याउँदासम्म चाहिँ सीपीआर गर्नुपर्छ है। हस् धन्यवाद।